कतै न कतै कुनै न कुनैबाट राजनीतिलाई नै छोएर लेख्ने गर्छु। मेरो त्यो बानी त्यस्तै छ। मेरो क्षेत्र सरले आशिकन भन्छ क्षेत्रले राजनीति नै पर्छ। कहिले चाहिँ धेरै जसो व्यङ्ग्यात्मक रूपमा र अलिक नेगेटिभ हुन्छ। मेरो मूल्याङ्कन गर्नुहुन्छ होला होइन, तर आज अलिक पोजिटिभ छ है। अनि यसको शीर्षक छ आश पलायो है। यो चाहिँ 83 साल 2/7 गते साँझ बेलुका बसेको बेला यसो मनमा फुलेर लेखेको हो। तर खडेरी छ। शीर्षक मैले भने आश पलायो। देशको आकाशमा फेरि नयाँ रङ छरिएको छ। देशको आकाशमा फेरि नयाँ रङ छरिएको छ। राजनीतिक बाटोमा नयाँ मोड पनि भरिएको छ। नयाँ सरकार बनेर नयाँ यात्रा अघि बढाउँछ कि, नयाँ सरकार बनेर नयाँ यात्रा अघि बढाउँछ कि, जनताको मनभित्र हल्का उज्यालो जलाउँछ कि, विगतका घाउभित्र मलम रूपी मिरमिरेको घाम लगायो। विगतका घाउभित्र मलम रूपी मिरमिरेको घाम लगायो। भविष्यका सुन्दर सपनाहरू सजाउने सानो आश पलायो।